र अबको समय रहेको छ आचार्य पालसिंह गदिन शेर्पा। उहाँले नेपाली सरल भाषामा गुरु परम पूजनीय सङ्घीय नेपाल रिम्पोछेलाई कविता अर्पण गर्नुहुनेछ। अखण्ड आनन्द बोधय शिष्य सन्तापहारिणे सचेतानन्द रूपय तस्मै श्री गुरवे नमः। अखण्ड मण्डल आकारं व्याप्तं येन चराचरं तत्पादं दर्शितमेन तस्मै श्री गुरवे नमः। अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुन्मीलितं येन तस्मै श्री गुरवे नमः। तस्मै श्री गुरवे नमः। स्वाभाविकमा मैत्री बुद्धसँग अभिन्न भए तापनि जगतकै निम्ति अवतारको रूप धारण गर्नुभई जगतहित गरिरहनुभएका महाकृपालु गुरु शरणागत महासिद्ध सङ्घीय रिम्पोछेज्यूलाई सविनय प्रणाम गर्दछु। रत्नदीप कोशको आज अन्तिम चरण शिवमङ्गलको कार्यक्रममा उपस्थित हुनुभएका शरणागत महासिद्ध सङ्घीय रिम्पोछेज्यूको प्रमुख उपस्थितिमा काग्यू निमा गिलो सका लगायतका विभिन्न बौद्ध सम्प्रदाय तथा देश विदेशबाट सहभागी जनाउनुभएका रिम्पोछे, टुल्कु, खेबो, गेचे, आचरे, दुर्जेलोपन, भिक्षु भिक्षुनी र श्रद्धालु भक्तजनहरूमा सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट मिठो प्रशंसा व्यक्त गर्न चाहन्छु। सम्पूर्णमा मिठो प्रशंसा। परम्पाउन गेवाङमा फागो दोस्रो गति स्थान रुम्तेक धर्मस्थल केन्द्रमा रत्नदीप कोश महाभिषेकको आयोजना गर्ने निर्णय अनुसार रत्नदीप कोश महाभिषेक भव्य र सभ्यताका साथ सफल भई आज अन्तिम चरण शिवमङ्गलको कार्यक्रममा हामी आइपुगेका छौँ र यसैको अवसरमा हजुरहरूकै माझमा म गुरुलाई स्तुति शब्द अर्पण गर्न चाहन्छु। वास्तवमा म जस्तै एउटा साधारण व्यक्तिले गुरुको ज्ञान गुण र लीलाहरूको बारेमा अनुमान लगाउनु र व्याख्या गर्न सक्नु अर्थात् स्तुति शब्द अर्पण गर्न सक्नु यो अति असम्भवको कुरा रहेको छ। किनकि गुरुको ज्ञान गुण र लीलाहरू हामी साधारण व्यक्तिहरूको सोच विचार र दृष्टिकोणबाट आसीन भएको हुनाले गुरुको ज्ञान गुण र लीलाहरू अति अतुलनीय छन्। तर पनि हामी साधारण व्यक्तिहरू गुरुप्रति आस्था श्रद्धा भएको कारणले समय समयमा गुरुको ज्ञान गुण र लीलाहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दर्शन गर्न पाउँदा हामी सौभाग्य हुन्छौँ। त्यसकारण यसैको माध्यमबाट म गुरुलाई स्तुति शब्द अर्पण गर्न चाहन्छु। पवित्र भयो यो रुम्तेक भूमि गुरु तपाईँकै आगमन भएर कल्पयुक्त भयो हामी प्राणी गुरु तपाईँबाट रत्नदीप कोश अभिषेक पाएर सौभाग्य भयो हामी प्राणी गुरु तपाईँबाट गम्भीर उपदेश पाएर कल्पयुक्त भयो हामी प्राणी गुरु तपाईँकै दर्शन पाएर कल्पयुक्त भयो हामी प्राणी गुरु तपाईँकै दर्शन पाएर। यथार्थमा बुद्धको स्वभावमा प्राणी उद्धारको निम्ति यो संसारमा कल्याण मित्रको रूपमा रूप धारण गर्नुभएको हुनुभयो अवतरण। गुरु तपाईँ नै हुनुहुन्छ हामी सबको शरण गुरु तपाईँ नै हुनुहुन्छ हामी सबको शरण। काया जन्म लिनुभयो पवित्र स्थानमा उहाँको कृति व्याप्त भयो जम्बुद्वीपमा
चित्त मायाले हेर्नुभयो सर्व प्राणीको लोकनाथ संज्ञान पर्नुभूषिज्यूलाई गर्दछु ढोक लोकनाथ संज्ञान पर्नुभूषिज्यूलाई गर्दछु ढोक सर्व प्राणीको चित्तमा भरेको छ मोह राग रिस तर गुरु हजुरले हुनुभयो क्लेशबाट जित गुरु तपाईँ नै हुनुहुन्छ अन्धकारको दीप गुरु हजुरले गर्नुभयो हामी प्राणीको हित गुरु हजुरले लगाउनुभयो बुद्ध संगमित गुरु हजुरले लगाउनुभयो बुद्ध संगमित आफ्नो प्रवचनसँग सम्बन्धित सबै व्यक्तिलाई अमृतको धर्मचक्र प्रवर्तन गराई दर्शन गराउनुभयो मुक्तिको सही मार्गलाई धन्य छन् गुरु यी तपाईका जगतहितमा क्रियाहरूलाई धन्य छन् गुरु यी तपाईका जगतहितमा क्रियाहरूलाई मनको सेवा पहिचान नहुँदा आउँदछन् हर क्षण अनेक थरीका दुःख तर गुरु हजुरले त बुझ्नुभयो मनको सेवामा अनि हुनुभयो ब्रह्म र दुःखबाट मुक्त अनि हुनुभयो ब्रह्म र दुःखबाट मुक्त गुरु त्यो सूर्यको समान छ जो हर अन्धकारदेखि मुक्त छ गुरु त्यो आकाशको समान छ जो हर आवरणदेखि मुक्त छ गुरु नभए हुन्न बुद्ध गुरुमै समेटेका छन् सबै त्रिकालका बुद्ध गुरुमै समेटेका छन् सबै त्रिकालका बुद्ध जहाँ छ गुरुको आशीर्वाद त्यही नै छ बुद्धको भूमिद्वार गुरु नै हुन् त्रियुद्ध स्वरूप गरे गुरुमै भक्ति भाव गरे गुरुमै भक्ति भाव दुई महिलाले नलागे पनि शोधन गरिरहेको अभिनय गर्नुहुने महामार्गको गमन पूरा गरे पनि अध्ययनको मार्गमा हिँड्ने अभिनय गर्नुहुने भावको शान्तको अन्तबाट पार भए पनि बाबा संसारमा देखिरहनुहुने धन्य छन् गुरु तपाईका लीलाहरू विनयजनहरूको दृष्टिकोणमा मनुष्यको रूप प्रदर्शन गर्नुहुने धन्य छन् गुरु तपाईका लीलाहरू विनयजनहरूको दृष्टिकोणमा मनुष्यको रूप प्रदर्शन गर्नुहुने एकै जीवनमा बुद्धत्व प्राप्त गर्ने धर्मको सारूपी उपदेशलाई महाकरुणाद्वारा प्रदान गर्नुभयो हामी विनयजनहरूलाई भावको प्राणीहरूमा ज्ञानको ज्योति फैलाई दूषित भावको संसार यो शुद्ध लोकमा परिवर्तन गराई गुरु हजुरले गर्नुभयो हामी सबको भलाई हृदयदेखि कृतज्ञता गराउँदछु अतुल्य गुरुलाई हृदयदेखि कृतज्ञता गराउँदछु अतुल्य गुरुलाई हृदयदेखि कृतज्ञता गराउँदछु अतुल्य गुरुलाई यस स्तुति शब्द अर्पण गरेको पुण्यले आगामी दिनमा गुरु हजुरको सुस्वास्थ्य चिरायु र आनन्दित जीवन ग्रहण गर्दै समस्त लोकको निम्ति गम्भीर एवं विस्तृत धर्मचक्र सदा निरन्तर परिवर्तन गर्न सफलता मिल्छ भने हजुरको शरण मनिरहेका हामी रुम्तेक सेटा गुम्बा र मिमाङ अर्थात् गृहस्थहरूद्वारा प्रार्थना गर्दछौँ र काग्यो निमा गिलो सका लगायतका जति पनि बौद्ध सम्प्रदायहरू बीच व्यक्तिगत दृष्टिकोणमा भिन्नता र भेदभावको भावना उत्पन्न भए पनि वास्तविकमा यी सबै बौद्ध सम्प्रदायहरू एउटै गौतम बुद्धको अनुयायी एउटै मार्ग एउटै लक्ष्य एउटै उद्देश्य र एउटै गन्तव्य भएको कारणले यी बौद्ध सम्प्रदायहरू बीच सधैँ एक आपसमा आधार सत्कार समान र मेलमिलापका भावनाको वातावरण उत्पन्न होस् भनी प्रार्थना र अन्त्यमा म जस्तै प्राणीहरूमा गुरु हजुरको महाकरुणा आशीर्वाद र प्रेरणाद्वारा सबै हामीमा स्वदोष केवल देख्न सकुन् प्रगुण केवल देख्न सकुन् सबमा करुणाले हेर्न सकुन् सबमा बुद्ध पाउन सकुन् सबमा बुद्ध पाउन सकुन् असत्वमा सत् गमाय तमस्सुमा ज्योतिर्गमाय मृत्योर्मा अमृतम गमाय ओम शान्ति 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 सर्वमङ्गलम् धन्यवाद।
lobom bazan gadin chola kokam de jude tujiche shayin parke toni jaji tonsani ni barumbuji chola sotse halya de je yabu pusan kasala kodewa kokam de jude tujiche shayin tiji so